44 रोपनी जमिनलाई उहाँले 7,20,000 किनेर 29 करोड 85 लाखमा चाहिँ उहाँले चाहिँ त्यहाँ बेचबिखन गरेर मिलाउनु भएको छ चन्द्र ढकाल एन्ड कम्पनीले र योगेश भट्टराईले। त्यहाँनिर जग्गा किन्दाखेरि केबल कार कम्पनीको नाममा जग्गा किन्दाखेरि उहाँहरूले त्यत्रो घोटाला गर्नुभएको छ र त्यहाँ उहाँले श्रेष्ठता मिलाएर त्यो रकम चाहिँ 7,20,000 किनेको जग्गा 29 करोड 85 लाख बनाइसकिसकेपछि त्यो भित्रको चाहिँ तपाईँलाई जुन घोटाला भएको रकम त्यहाँको त भोलि सर्वसाधारणलाई सेयरको नाममा भिडाउने होला नि त, हो कि होइन लु भन्नुहोस् त। अनि त्यो विकास हो त? भनेपछि तपाईँको भनाइअनुसार केबल कारका नाउँमा त्यहाँ बर्मलुट हुँदैछ, त्यसो भए बर्मलुट हुँदैछ होइन, गरिराख्नु भएको छ। त्यो त त्यो अहिले हामीले पाएको डेटा मात्रै त्यति हो, त्योभन्दा अझै हामीले खोज्नु बाँकी नै छ। त्यो त कयौँ हुन सक्छ उहाँहरूकोमा। त्यो कारणले गर्दाखेरि यो विकास होइन। त्यहाँको सोझा सादा निमुखा जनतालाई चाहिँ उहाँहरूले चाहिँ एकदमै चाहिँ त्यहाँ माथि चाहिँ त्यो ब्रह्म चाहिँ लुट पनि गर्दै हुनुहुन्छ र आँखामा छारो पनि हाल्ने काम गर्दै हुनुहुन्छ। यो काम चाहिँ नगर्नको लागि पनि हाम्रो खबरदारी हो। र पहिलो कुरा त मैले भने नि हाम्रो मुन्दुमी मूल्य मान्यता अनुसार त्यहाँनिर केबल कार बन्नै हुँदैन।